डिजिटल मार्केटिङको स्ट्राटेजी ओभरभ्यू सेसनमा यहाँहरूलाई धेरै धेरै स्वागत छ। इट्स मी डिजिटल विकास एज डिजिटल ग्रोथ कन्सल्टेन्ट। आजको सेसन एकदमै इम्पोर्टेन्ट रहनेछ किनकि मैले हजुरलाई आज डिजिटल मार्केटिङको बेसिक ओभरभ्यू चाहिँ हजुरलाई यो सेसनको इन्डसम्म दिनेछु र यसको थ्रुबाट चाहिँ हजुरले डिजिटल मार्केटिङमा आफ्नो बिजनेसलाई एक स्टेप भए पनि स्केल अप गर्न सजिलो हुनेछ। र ढिला नगरी हामी अगाडि बढौँ। अगाडि बढ्नुभन्दा अगाडि चाहिँ हामीले स्ट्राटेजी ओभरभ्यूको बारेमा के थाहा पाऊँ। हामी स्ट्राटेजी बिना कुनै पनि कुरामा अगाडि बढ्न सक्दैनौँ र डिजिटल मार्केटिङमा पनि प्लान एकदमै जरुरी छ। हामीले पक्कै थाहा छ मार्केटिङमा पनि डिजिटल मार्केटिङमा चाहिँ प्लानिङ एकदमै जरुरी छ र हामी कस्तो खालको अडियन्सलाई टार्गेट गर्छौँ, कुन कुन च्यानलहरू प्रयोग गर्ने र कस्तो खालको स्ट्राटेजी प्रयोग गर्ने भन्ने कुरा चाहिँ यो सेसनको इन्डसम्म चाहिँ हाम्रो मन मस्तिष्कमा आउनेछ। र अगाडि बढौँ। अब डिजिटल मार्केटिङ भन्न जानुभन्दा पहिला चाहिँ हामी मार्केटिङको बारेमा केही बुझौँ। मार्केटिङ भनेको के हो? अन्डरस्ट्यान्डिङ द भ्यालु। हाम्रो अडियन्सहरूले हामीले के कुराहरू खोजिरहेको छ, कस्तो खालको प्रोडक्ट अथवा कस्तो खालको सर्भिसहरू उनीहरू चाहिरहेको छ त्यो पहिला थाहा पाउनु पऱ्यो। उनीहरूको निड्सहरू, उनीहरूको वान्ट्सहरू थाहा पाउनु पऱ्यो। त्यसपछि क्रिएट द भ्यालु। अब त्यस्तै खालको प्रोडक्टहरू अडियन्सहरूले खोजेअनुसारको रोजेअनुसारको चाहिँ प्रोडक्ट अथवा सर्भिसहरू चाहिँ हामी चाहिँ बनाउँछौँ र त्यो प्रोडक्ट र सर्भिसलाई चाहिँ हामी के गर्छौँ? एजुकेट गर्छौँ कस्टमरहरूलाई। त्यसलाई चाहिँ के भन्छौँ? कम्युनिकेट द भ्यालु। र त्यो प्रोडक्ट अथवा जुन सर्भिस हामीले बनाइसकेका छौँ, जुन बुझेका छौँ र जुन बनाउँछौँ र जुन चाहिँ हामीले कम्युनिकेट गर्छौँ र जुन त्यो प्रोडक्ट एन्ड सर्भिसलाई चाहिँ हामी के गर्छौँ? हामी चाहिँ डेलिभर गर्छौँ अथवा मार्केटिङ गर्छौँ। त्यसलाई हामी के भन्छौँ? लास्टमा चाहिँ हामी के भन्छौँ? मार्केटिङको एउटा चाहिँ सेल्सको पार्टलाई चाहिँ हामी के भन्छौँ? डेलिभरिङ द भ्यालु भन्छौँ। सो मार्केटिङ भनेको चाहिँ कुनै पनि प्रोडक्ट अथवा सर्भिसलाई चाहिँ सही मानिससम्म पुर्याउने प्रक्रिया हो र यो प्रकारको साइकोलोजी पनि हो। मानिसहरू के चाहन्छन्, किन चाहन्छन् भनेर बुझ्ने गर्न सकिन्छ। मार्केटिङमा पहिला के हुन्छ? आइडेन्टिफाइङ द निड्स। तपाईँको बिजनेसको सबभन्दा महत्त्वपूर्ण कुरा के हो हैन र सबैको ग्राहकको आवश्यकताहरू के हो त्यसलाई चाहिँ हामी के भन्छौँ? आइडेन्टिफाइङ द निड्स भनेको हाम्रो चाहिँ मेन ग्राहकहरूले चाहिँ हामीले के खोजिरहेको छन् नि त्यसलाई हामी निडको आइडेन्टिफिकेसन हामी भन्छौँ। जब हामी ग्राहकको समस्या बुझ्न सक्छौँ तब मात्रै सही समाधान दिन सक्छौँ। सही समाधान दिनको लागि हामी के चाहिन्छ? टार्गेट मार्केट चाहिन्छ र हामी एकदमै बिल्कुल स्पष्ट हुनुपर्छ। हाम्रो बिजनेसले कस्तो खालको ग्राहकहरू टार्गेट गर्ने त नि हैन? कस्तो खालको ग्राहकहरूलाई सर्भ गर्न खोज्दाखेरि चाहिँ इफेक्टिभली रिच गर्न सकिन्छ त नि? त्यसलाई हामी के भन्छौँ? टार्गेट मार्केट भन्छौँ। स्पेसिफिक मार्केटमा चाहिँ हामी चाहिँ पेनिट्रेट गर्नलाई चाहिँ हामी के भन्छौँ? टार्गेट मार्केट भन्छौँ। र डिफरेन्सियल एडभान्टेज भनेको चाहिँ हाम्रो बिजनेस अरू बिजनेसहरूबाट चाहिँ के फरक छ त नि हैन? जस्तो हाम्रो बिजनेससँग मिल्दोजुल्दो कम्पिटिटर बिजनेस त पक्कै छन्। उनीहरूबाट हामी कस्तो खालको फरक छ? फरक भन्नाले जस्तो हाम्रो सर्भिस चाहिँ सस्तो छ कि अथवा हाम्रो चाहिँ प्रोडक्टहरू अरू प्रोडक्टहरूभन्दा सस्तो छ कि अथवा क्वालिटी राम्रो छ कि अथवा कस्टमर सर्भिस चाहिँ हाम्रो चाहिँ एकदमै टप नच छ कि उत्कृष्ट छ कि के खालको फरक छ त नि हाम्रो? अथवा हाम्रो कुनै प्रोडक्टमा चाहिँ कुनै युनिक एउटा डिफरेन्सियल एडभान्टेज छ कि कुनै युनिक फरक छ कि हैन? त्यसलाई चाहिँ हामी के भन्छौँ? डिफरेन्सियल एडभान्टेज भन्छौँ। युनिक भ्यालु प्रोपोजिसन भन्छौँ। सो जाउँ अब हामी डिजिटल मार्केटिङमा। सो डिजिटल मार्केटिङ भनेको के हो? अब हामी एकदम मुख्य विषयमा आउँदैछौँ हैन? डिजिटल मार्केटिङ भनेको चाहिँ यो भनेको चाहिँ सोसियल मिडियाको अनलाइन टेक्नोलोजी युज गरेर चाहिँ हामीले प्रोडक्ट एन्ड सर्भिसहरू प्रमोट गर्छौँ। यसलाई हामी के भन्छौँ? डिजिटल मार्केटिङ भन्छौँ। भनेको मार्केटिङमा पनि के हुन्छ? डिजिटल टेक्नोलोजीहरू युज गरेर चाहिँ मार्केटिङ गर्ने प्रक्रियालाई चाहिँ हामी के भन्छौँ? डिजिटल मार्केटिङ भन्छौँ। सिम्पल रूपमा भन्नुपर्दा हैन? हाम्रो प्रोडक्ट अथवा हाम्रो सर्भिसलाई चाहिँ डिजिटल टेक्नोलोजीहरू युज गरेर अनलाइन टेक्नोलोजीहरू जस्तो सोसल मिडियाहरू हैन, पेड एड्सहरू, त्यसपछि तपाईँको सर्च इन्जिनहरू, इमेल मार्केटिङहरू हुनसक्छ र विभिन्न डिजिटल टुल्सहरू युज गरेर गर्ने मार्केटिङ गर्ने प्रक्रियालाई चाहिँ हामी के भन्छौँ? डिजिटल मार्केटिङ भन्छौँ। र मेजर प्राइमेरी गोल डिजिटल मार्केटिङको मेन गोल भनेको चाहिँ हाम्रो टार्गेट अडियन्सलाई रिच गर्नु हैन? राइट अडियन्स टु द राइट प्रोडक्ट एट द राइट टाइम र इन्गेजमेन्टहरू बढाउनु र हाम्रो बिजनेस अब्जेक्टिभ जुन छ हाम्रो हैन? हाम्रो कुनै पनि बिजनेसको त अब्जेक्टिभ त हुन्छ पक्कै हैन? त्यो अब्जेक्टिभ चाहिँ डिजिटलको थ्रुबाट चाहिँ हामीले चाहिँ त्यो बिजनेस अब्जेक्टिभ चाहिँ हामी एचिभ गर्छौँ। सो डिजिटल मार्केटिङको इम्पोर्टेन्स बुझौँ। डिजिटल मार्केटिङ इम्पोर्टेन्समा चाहिँ एउटा के छ? राइट अडियन्स हैन? कुनै पनि राइट अडियन्सलाई पुग्नको लागि चाहिँ हामी डिजिटल मार्केटिङ प्रयोग गर्छौँ। अनि अर्को के छ? इन्गेजमेन्ट बढाउने काम पनि डिजिटल मार्केटिङले पक्कै गर्छ हैन? मेन भनेको अर्को के हो? कस्ट इफेक्टिभ हैन? डिजिटल मार्केटिङको थ्रुबाट चाहिँ हामीले चाहिँ हाम्रो पैसाहरू कहाँ कति स्पेन्ड भइरहेको छ सबै कुरा हामी थाहा पाउन सकिन्छ
हैन। अनलाइक ट्रेडिसनल मार्केटिङमा पनि रेकर्ड गरेर राख्ने प्रक्रिया त हुन्छ, तर डिजिटल मार्केटिङ भनेको आफैमा डिजिटल हो भनेपछि यो डिजिटल टेक्नोलोजीबाट युज गरिसकेपछि हामीसँग पक्कै पनि हामीले कति एमाउन्टमा चाहिँ हामीले कति डलर स्पेन्ड गर्ने हो हैन, पर एडमा चाहिँ हामीले कति पर क्याम्पेनमा चाहिँ हामीले कति डलर स्पेन्ड गर्ने भन्ने कुरा चाहिँ हामीले चाहिँ पहिल्यै फिक्स गरेर चाहिँ त्यही अनुसार चाहिँ टार्गेटेड क्याम्पेन हामी रन गर्न सक्छौँ। मेजरेबल रिजल्ट्स पनि हुन्छ। हाम्रो डाटाहरू मेट्रिक्सहरूमा चाहिँ हामीले ट्र्याकिङ गर्न सकिन्छ, जुन फिजिकल मार्केटिङ अथवा जुन हामी चाहिँ ट्रेडिसनल मार्केटिङमा चाहिँ कमै हुन्छ हैन। डिजिटल मार्केटिङ थ्रुबाट चाहिँ हामीसँग हाम्रो रिजल्टहरू के आइरहेछ भन्ने कुरा सबै कुरा हामी रेकर्डेड हुन्छ, हामीसँग डाटाहरू ट्र्याक गर्न सकिन्छ। अर्को रह्यो कन्टेन्ट मार्केटिङ। कन्टेन्ट मार्केटिङमा चाहिँ के हुन्छ भन्दा यसले चाहिँ ब्रान्डको क्रिएटिभिटी बढाउँछ। यस्तो खालको हामीले कन्टेन्ट बनाइन्छ जसले गर्दा अडियन्सहरूलाई कनेक्ट गर्न सकियोस्। कन्टेन्ट द्याट कनेक्ट्स, र त्यो अडियन्सलाई चाहिँ कनेक्ट गरिसकेपछि अडियन्ससँग चाहिँ लोयालिटी बढ्छ, ब्रान्ड लोयालिटी बढ्छ अथवा सर्भिसको लोयालिटी बढ्छ, र अल्टिमेटली चाहिँ उनीहरूले चाहिँ हाम्रो प्रोडक्ट अथवा सर्भिसमा चाहिँ इन्ट्रेस्ट देखाउनुहुन्छ। भनेपछि कन्टेन्ट मार्केटिङ भनेको एउटा त्यस्तो खालको एकदमै ब्रान्ड लोयालिटी बनाउने, हाम्रो चाहिँ ब्रान्डको बारेमा हाम्रो सर्भिसको बारेमा चाहिँ लोयल कस्टमर बनाउनुको लागि चाहिँ हामीले कन्टेन्ट मार्केटिङ युज गर्छौँ, र यसले चाहिँ इन्डाइरेक्ट सेल्स गर्छ। लिड जेनेरेसनमा चाहिँ के हुन्छ भन्दा सही कस्टमरहरूको डिटेल्स मिल्छ, पोसिबल कस्टमरहरूको डाटाहरू जेनेरेट गर्ने पार्टलाई चाहिँ हामी के भन्छौँ, लिड जेनेरेसन भन्छौँ। र अर्को भनेको कस्टमर इन्साइट भनेको डाटाको माध्यमको थ्रुबाट चाहिँ हामीले चाहिँ अब फर्दरमा चाहिँ हाम्रो कुनै क्याम्पेनहरू रन गरिरहेको छ भने हामीले चाहिँ त्यो डाटाहरू हेरेर चाहिँ त्यो क्याम्पेनमा चाहिँ कति इफेक्टिभ अब क्याम्पेन रह्यो, अब फ्युचरमा चाहिँ हामीले कस्तो खालको क्याम्पेन रन गर्नुपर्ने हुन्छ, अथवा यो क्याम्पेनको थ्रुबाट चाहिँ हाम्रो अडियन्सको टेस्ट कस्तो रहेछ, कस्तो खालको क्याम्पेनले चाहिँ बढी पर्फर्म गर्छ भनेको, कस्टमरलाई कस्तो खालको प्रोडक्ट अथवा कस्तो खालको सर्भिसको क्याम्पेनहरू चाहिँ मन परिरहेको छ भन्ने कुरा चाहिँ हामी चाहिँ डिजिटल मार्केटिङको मेट्रिक्सको थ्रुबाट डाटाको थ्रुबाट चाहिँ पत्ता लगाउन सक्छौँ, र त्यही अनुसार चाहिँ हामीले चाहिँ फ्युचरमा चाहिँ त्यो क्याम्पेनलाई चाहिँ अप्टिमाइज गरेर चाहिँ फेरि टार्गेट गर्न सक्छौँ। अब जान्छौँ हामी ट्राफिक भर्सेस लिड। अब हामी हजुर पिक्चरमा देख्न सक्नुहुन्छ, हेर्नुहोस् त यहाँ ट्राफिक भनेको के रहेछ भन्दा यो सबै गाडीहरू सबैलाई ट्राफिक भन्छौँ भने लिड भनेको चाहिँ यो रातो गाडी हैन। मैले रातो भनेर राखेँ, किन राखेँ भन्दाखेरि चाहिँ अलिकति फरक छ रातो हैन। भनेपछि ट्राफिकमा चाहिँ के हुन्छ भन्दा सबै खालको भेहिकलहरूलाई चाहिँ हामी ट्राफिक भन्छौँ भने लिड भनेको चाहिँ जस्ट रेड भेहिकल। अब यसलाई चाहिँ यो चाहिँ बुझ्ने भाषामा भयो, तर खासमा चाहिँ के हो त नि ट्राफिक भनेको चाहिँ हाम्रो जुन वेबसाइट अथवा हाम्रो फेसबुक पेज छ हैन, त्यहाँ आउने जो खालको मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी के भन्छौँ, ट्राफिक भन्छौँ। भनेको हाम्रो वेबसाइटमा त जो पनि आउनु सक्यो नि त, गएर www.com भनेर हानेर चाहिँ हाम्रो वेबसाइटमा गएर चाहिँ हेर्ने मान्छेलाई चाहिँ जो पनि आउनु सके हैन, तिनीहरूलाई चाहिँ हामी के भन्छौँ, ट्राफिक भन्छौँ। तर यस्तो खालको मान्छेहरू जुन हाम्रो वेबसाइटमा आउनुहुन्छ, वेबसाइटमा आएर आफ्नो डिटेल्सहरू दिनुहुन्छ, उनी आफ्नो नाम, नम्बर अथवा आफ्नो इमेल एड्रेसहरू के हुन्छ हामीले सोधेको कुराहरू हैन, उहाँ त्यो डिटेल्सहरू दिनेलाई चाहिँ हामी के भन्छौँ, लिड भन्छौँ। भनेको फेरि बुझौँ, ट्राफिक भनेको के हो, वेबसाइटमा आउने सबै भिजिटरहरू परे, तर लिड भनेको के हो, जसले हाम्रो सेवा अथवा हाम्रो सर्भिस अथवा हाम्रो प्रोडक्टमा चाहिँ इन्ट्रेस्ट देखाएर चाहिँ आफ्नो कन्ट्याक्ट डिटेल्सहरू दिनुहुन्छ, त्यसलाई हामी के भन्छौँ, लिड भन्छौँ। भनेपछि वेबसाइटमा धेरै मान्छेहरू आउनु त राम्रो हो, तर सबै मान्छेहरू चाहिँ ग्राहक बन्दैनन् कि, र यस्तो खालको ग्राहक बन्न सक्ने मान्छेलाई चाहिँ हामी के भन्छौँ, लिड भन्छौँ, जसले चाहिँ हाम्रो के गर्छ, जानकारी दिन्छ र हाम्रो सेवामा रुचि पनि देखाउँछ। भनेको आफ्नो इन्फर्मेसनहरू चाहिँ उनीहरूले दिनुहुन्छ, त्यसलाई चाहिँ हामी लिड भन्छौँ। भनेपछि पहिला त हामी ट्राफिक त जेनेरेट गर्नै पर्यो, पहिला रोडमा गाडी त गुड्नै पर्यो, रोडमा गाडी गुडेपछि कस्तो खालको गाडी लिने भन्ने कुरा चाहिँ हाम्रो थाहा हुन्छ है त। अब लिडको बारेमा त थाहा भयो। अब लिड म्याग्नेट भनेको चाहिँ के हो त नि, फेरि कस्टमरले चाहिँ आफ्नो इन्फर्मेसनहरू दिनलाई चाहिँ हामी लिड भन्छौँ भने लिड म्याग्नेट भनेको चाहिँ के हो, लिड म्याग्नेट भनेको चाहिँ एउटा यस्तो खालको फ्री एसेट हो जसले चाहिँ के गर्छ, हाम्रो चाहिँ लिडलाई चाहिँ एट्र्याक्ट गर्छ। त्यो लिडलाई त तान्न पऱ्यो नि त। अब यत्रो वेबसाइटहरू छ हैन, अब यत्रो वेबसाइटमा यत्रो ट्राफिकहरू आइरहेछ, त्यो ट्राफिकको थ्रुबाट त रातो कार नै तान्न पऱ्यो नि त, जसले चाहिँ आफ्नो इन्फर्मेसनहरू दिन्छ। भनेपछि त्यो रातो कार अथवा त्यो लिडलाई तान्ने कुरालाई चाहिँ हामी के भन्छौँ, लिड म्याग्नेट भन्छौँ। भनेको लिड म्याग्नेट भनेको यस्तो खालको फ्री एसेट हो अथवा यस्तो खालको स्पेसल अफर हो जसले चाहिँ हाम्रो चाहिँ ग्राहकलाई, लिडलाई चाहिँ के गर्छ, एट्र्याक्ट गर्छ। अब यसको मेन पर्पज भनेको के हो, कस्टमरहरूको चाहिँ इमेल एड्रेस, फोन डिटेल्सहरू कलेक्ट गर्नको लागि, उनीहरूसँग ट्रस्ट बिल्डअप गर्नको लागि, रिलेसनसिप अझै पिआर बढाउनको लागि र कन्भर्जन बढाउनको लागि, भनेको त्यो ट्राफिकलाई चाहिँ लिडमा कन्भर्ट गर्नको लागि चाहिँ हामीले चाहिँ लिड म्याग्नेट चाहिन्छ। भनेको सिम्पल रूपमा बुझ्नुपर्दा लिड म्याग्नेट भनेको चाहिँ यो लिडलाई चाहिँ, जुन हाम्रो लिड भनेको के हो, हाम्रो पोसिबल कस्टमर हो जसले चाहिँ हाम्रो चाहिँ वेबसाइटमा आएर चाहिँ आफ्नो इन्फर्मेसनहरू दिएको हुन्छ। त्यो लिडहरू त तान्न पऱ्यो नि त फेरि
हैन त्यो लिडहरु त ल्याउनु पर्यो नि त त्यो लिड ल्याउन कसरी ल्याउने त नि त्यो ल्याउनको लागि गर्ने भनेको मार्केटिङ स्ट्र्याटेजी अथवा त्यो चुम्बकलाई चाहिँ हामी के भन्छौँ अफरहरु जुन जेनेरेट गर्छौं त्यसलाई हामी के भन्छौं लिड म्याग्नेट भन्छौं लिड म्याग्नेटले के गर्छ लिड तान्छ हैन जुन हामीले सोशल मिडियामा चाहिँ जुन हामीले चाहिँ अफरहरु क्रिएट गरिरहेको हुन्छ त्यसलाई हामीले सिम्पल रूपमा लिड म्याग्नेट भन्न पनि सक्छौं है त अगाडि बढौं अब यो प्रोसेस हेरौं है त कुनै खालको स्पेशल अफर अथवा लिड म्याग्नेटले के गर्छ त्यो लिडहरु तान्छ त्यो लिडहरु तानिसकेपछि उनीहरु के हुन्छ ल्यान्डिङ पेजमा आउँछ भनेको हाम्रो वेबसाइटमा पुग्छन् उनीहरु हैन र उनीहरुले चाहिँ आफ्नो डिटेल्सहरु दिनुहुन्छ हैन आफ्नो डिटेल्सहरु दिइसकेपछि चाहिँ उनीहरुको डिटेल्सको लिएर चाहिँ हामीले चाहिँ उनीहरुलाई चाहिँ टार्गेटेड क्याम्पेनहरु चाहिँ हामी चाहिँ रन गर्न सक्छौं अब लिड म्याग्नेट भनेको कस्तो कस्तो हुन सक्छ अहिले मैले पनि भन्न छुटाएँ त्यसमा हैन लिड म्याग्नेटमा चाहिँ के हुन सक्छ भन्दाखेरि चाहिँ एउटा फ्री इबुकहरु हुन सक्छ फ्री वेबिनारहरु हुन सक्छ हैन जस्तो बिजनेस कसरी डिजिटल बनाउने भनेर फ्री वेबिनारहरु दिन सक्छ अथवा कुनै डिस्काउन्ट कुपनहरु हुन सक्छ जस्तो 10% अफ कुनै पनि पर्चेजमा त तपाईलाई 10% अफ छ भनेर कुनै एउटा फ्री कुपनहरु दिन सकिन्छ अथवा लिमिटेड टाइम अफर भनेर चाहिँ केही डिस्काउन्ट वा केही अफरहरु दिन सकिन्छ अथवा फ्री कन्सल्टेसन हैन त्यसलाई चाहिँ हामी लिड म्याग्नेट भन्न सक्छौं फ्री खालको सर्भिस दिने जसले गर्दाखेरि चाहिँ त्यो कस्टमरहरु चाहिँ उहाँहरु चाहिँ एट्र्याक्ट हुन् पोसिबल कस्टमरहरु चाहिँ उहाँहरु आउनुहुन्छ र उहाँहरु ल्यान्डिङ पेजमा आउनुहुन्छ लिड म्याग्नेटको थ्रुबाट फ्री अफरको थ्रुबाट उहाँहरु ल्यान्डिङ पेजमा आउनुहुन्छ र उहाँले आफ्नो इन्फर्मेसनहरु दिनुहुन्छ र उहाँले इन्फर्मेसन दिइसकेपछि उहाँहरु बल्ल लिड बन्नुहुन्छ लिड म्याग्नेटको थ्रुबाट ल्यान्डिङ पेजमा आउनुहुन्छ र उहाँ लिड बन्नुहुन्छ र त्यो लिडलाई चाहिँ हामीले चाहिँ अब स्पेशलाइज्ड चाहिँ उनीहरुलाई चाहिँ टार्गेटेड क्याम्पेन रन गरेर चाहिँ त्यो लिडलाई चाहिँ हामी चाहिँ कस्टमर बनाउन खोज्छौं अब बल्ल ग्राहक बनाउने प्रक्रिया सुरु हुन्छ सो डिजिटल मार्केटिङ क्याम्पेनमा जाउँ हामी डिजिटल मार्केटिङ क्याम्पेनमा चाहिँ मेजर भनेको के हो एउटा कन्टेन्ट मार्केटिङ हो कन्टेन्ट मार्केटिङमा चाहिँ ब्लग्सहरु ग्राफिक्सहरु हैन त्यसपछि मेन भनेको भिडियो मार्केटिङ अहिले बुम भइरहेको सिमिलरली लिड जेनेरेसन अहिले मैले भने जस्तो हैन यस्तो खालको कस्टमरहरु ल्याउनु पर्यो जसले गर्दाखेरि चाहिँ आफ्नो कन्ट्याक्ट डिटेल्सहरु दिउन् हैन र कन्ट्याक्ट डिटेल्स दिइसकेपछि उनीहरुलाई चाहिँ हामी टार्गेटेड क्याम्पेनहरु चाहिँ अप्टिमाइज गर्छौं टार्गेटेड क्याम्पेन रन गर्छौं र उनीहरुलाई चाहिँ उनीहरुको थ्रुबाट चाहिँ हामीले चाहिँ त्यो लिडलाई चाहिँ हामीले चाहिँ हाम्रो कस्टमर पोसिबल कस्टमर बनाउँछौं र कस्टमर बनाइसकेपछि उनीहरुलाई हाम्रो सर्भिस अथवा प्रोडक्ट सेल गर्छौं पेड एड्स पनि एउटा डिजिटल मार्केटिङ मेजर क्याम्पेन हो हैन फेसबुकहरुमा गुगलहरुमा लिंक्डइनहरुमा चाहिँ हामीले चाहिँ पेड एड्सहरु रन गर्न सक्छौं अब यसमा बुस्टिङ र एडमा चाहिँ धेरै फरक छ है बुस्टिङमा चाहिँ के हुन्छ भन्दा जस्ट नर्मल पेज फेसबुकमा गएर बुस्ट गरी यसमा चाहिँ खासै मेट्रिक्सहरुमा खेल्न मिल्दैन हैन तर पेड एड्समा चाहिँ के हुन्छ फेसबुकको मेटा एड्स अथवा पेड एड्समा चाहिँ के हुन्छ यसबाट चाहिँ हामीले चाहिँ विभिन्न तपाईको डेमोग्राफिक वाइज एज वाइज हाम्रो बिहेभियरल वाइज हाम्रो इन्ट्रेस्ट वाइज हैन यो सबै वाइज चाहिँ हामीले चाहिँ सेगमेन्टेसन गरेर चाहिँ उनीहरुलाई चाहिँ छान्न मिल्छ के हैन पेड एड्समा चाहिँ त्यो पेड एड्समा चाहिँ त्यति सुविधा चाहिँ हुन्छ तर बुस्टमा चाहिँ त्यस्तो केही सुविधा हुँदैन हामीले छर्नी काम मात्रै गर्न सकिन्छ भने पेड एड्समा चाहिँ हामीले चाहिँ ऑडियन्सहरुलाई सेगमेन्ट गरेर चाहिँ हामीले चाहिँ स्पेसिफिक टार्गेट गरेर चाहिँ काम गर्न हामीले चाहिँ त्यो एडहरु चाहिँ उनीहरुलाई चाहिँ पुर्याउन सकिन्छ र यसमा चाहिँ कस्टमा पनि खेल्न मिल्छ मजाले धेरै कुराहरु छ र भिडियो एडिटिङ पनि एउटा चाहिँ डिजिटल मार्केटिङको मेजर क्याम्पेन भित्र राखे मैले भिडियो एडिटिङ खास यसमा पर्दैन तर भिडियो एडिटिङ बिना डिजिटल मार्केटिङ क्याम्पेन अपुरो नै हुन्छ हैन किनकि भिडियो एडिटिङ द मेजर पार्ट अफ द कन्टेन्ट मार्केटिङ र बिजनेस वेबसाइट पक्कै चाहिहाल्यो हैन किनकि कुनै पनि बिजनेसको साइट वेबसाइट भएन भने चाहिँ त्यसको अनलाइन प्रेजेन्सहरु पक्कै देखिन्न प्रायः सो ग्रोइङ बिजनेसहरुमा चाहिँ बिजनेस वेबसाइटहरु अब्भियसली चाहिन्छ हैन त र अर्को रह्यो इमेल मार्केटिङ हैन त इमेल मार्केटिङ भन्ने के गर्छ कस्टमरहरुलाई चाहिँ डाइरेक्टली रिच गर्न एकदमै बेस्ट मेथड गर्न सकिन्छ हामीले र कस्टमरहरुलाई चाहिँ नर्चरिङ गर्ने अब इनिशियली रिच भयो तर उनीहरु कन्भर्ट भएनन् भने उनीहरुलाई चाहिँ नर्चर गरेर चाहिँ फ्युचरमा चाहिँ फर्दर चाहिँ एउटा चाहिँ क्लाइन्ट बनाएर हैन फ्युचरमा चाहिँ लोयल कस्टमर बनाउनको लागि चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ इमेल मार्केटिङ इज द इफेक्टिभ टुल है सो अब यसको थ्रुबाट चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ भन्दा डिजिटल मार्केटिङको स्मार्ट गोल्सहरु चाहिँ हामीले चाहिँ सेट गर्न सकिन्छ स्मार्ट गोल्समा के छ तपाईको मार्केटिङको बारेमा कसरी सक्सेसफुल बन्छ भनेर चाहिँ हामीले चाहिँ स्मार्ट गोल्सहरु बनाउन सकिन्छ अब यसमा के छ स्पेसिफिक भनेको क्लियर गोल सेट गर्ने मेजरेबल भनेको मेट्रिक्सहरु ट्र्याक गर्ने अचिभेबल भनेको चाहिँ रियलिस्टिक गोल बनाउने र रिलेभेन्ट भनेको चाहिँ बिजनेसको अब्जेक्टिभ्सहरुसँग जोड्ने र अर्को भनेको टाइम बाउन्ड टी भनेको चाहिँ टाइम बाउन्ड त्यसमा चाहिँ टाइमलाइन फिक्स गर्ने यति टाइमसम्म चाहिँ मैले चाहिँ यो गर्छु भनेर टाइम फिक्स गर्ने यो सबै स्मार्ट गोल्सबाट चाहिँ हामी चाहिँ काम गर्नुपर्ने हुन्छ र यसको थ्रुबाट चाहिँ हामीले चाहिँ
की पर्फर्मेन्स इन्डिकेटर भनेको हामीले चाहिँ मेट्रिक्सको थ्रुबाट चाहिँ सक्सेस मेजर गर्न मद्दत गर्दछ। जस्तै वेबसाइटको ट्राफिकहरू भयो, कन्भर्जन रेट भयो र लिडको काउन्ट भयो, रिटर्न अफ इन्भेस्टमेन्ट हुनसक्छ होइन, आरओआईहरू हुनसक्छ। यो सबै कुराहरू चाहिँ हामीले की पर्फर्मेन्स इन्डिकेटर भन्न सक्छौँ है। र यसको थ्रुबाट चाहिँ हामीले चाहिँ अडियन्स सेगमेन्टेसनहरू पनि गर्न सक्छौँ डिजिटल मार्केटिङ थ्रुबाट। जस्तो अहिले मैले भने जस्तै डेमोग्राफिक वाइज भनेको एज, जेन्डर, लोकेसन, इन्कम लेभलको थ्रुबाट होइन उनीहरूको कस्टमर अवतार पनि बनाउन सकिन्छ। साइकोग्राफिकलाई उनीहरूको के छ, कस्तो खालको इन्ट्रेस्ट छ त नि, हाम्रो पोसिबल कस्टमरहरू कस्तो खालको इन्ट्रेस्ट हुनसक्छ, कस्तो खालको भ्यालुज छ उनीहरूको होइन, उनीहरूको बिहेभियरल प्याटर्नहरू कस्तो छ, रिलिजियस भ्यालु कस्तो छ, उनीहरूको कल्चरल भ्यालु कस्तो छ, यो सबै कुराहरू सबै डाटाहरू चाहिँ हामीसँग अलरेडी छ कि फेसबुकमा छ। त्यो फेसबुकबाट चाहिँ त्यो छानेर चाहिँ त्यो भ्यालुजको आधारबाट चाहिँ हामीले चाहिँ उनीहरूलाई सेगमेन्ट गरेर चाहिँ स्पेसिफिक टार्गेटेड क्याम्पेन रन गर्छौँ। उनीहरूको लाइफस्टाइल कस्तो छ होइन, र उनीहरूको बिहेभियरल डाटा, अनलाइन बिहेभियर कस्तो छ, कति समय अनलाइनमा चाहिँ स्पेन्ड गर्नुहुन्छ, पर्चेज हिस्ट्री कस्तो छ, फ्युचर अघिल्लोचोटि उहाँहरूले चाहिँ कस्तो खालको प्रोडक्टहरू अथवा सर्भिसहरू पर्चेज गर्नुभएको छ, त्यसैको आधारमा चाहिँ त्यो सबै डाटाहरू चाहिँ फेसबुकमा हुन्छ अथवा हाम्रो चाहिँ सोसल मिडियामा हुन्छ। त्यसको थ्रुबाट चाहिँ हामीले चाहिँ टार्गेटेड क्याम्पेनहरू चाहिँ रन गर्छौँ। र अब हामी जान्छौँ मेजरली। अब यो यहाँसम्म बुझिसक्नु भएपछि हजुरलाई चाहिँ धेरै थोरै डिजिटल मार्केटिङको बेसिक केही नभए पनि बेसिक ओभरभ्यू चाहिँ हजुरले पक्कै पनि थाहा पाउनु भएको होला। र यो भिडियोमा आउनुभन्दा अगाडि र यो भिडियो पछि हजुरको दिमागमा केही न केही डिजिटल मार्केटिङको बारेमा केही इन्फर्मेसन चाहिँ मैले दिन सकेँ जस्तो लाग्छ होइन। अब हामी चाहिँ एकदमै इन्ट्रेस्टिङ स्ट्राटेजी सेसन जोड्न चाहन्छौँ। यो भनेको चाहिँ सिसिए फ्रेमवर्क। अब सिसिए फ्रेमवर्क भनेर चाहिँ यो मैले आफैले बनाएको फ्रेमवर्क हो। यसमा चाहिँ के छ, कस्टमर अवतार, क्याम्पेन र एक्विजिसन, यो तीनटालाई जोडेर चाहिँ मैले सिसिए फ्रेमवर्क बनाएको छु। र अब फ्री डिजिटल मार्केटिङ कन्सल्टेसन कलमा तपाईँ आउँदै हुनुहुन्छ भने तपाईँले चाहिँ तपाईँको आफ्नो बिजनेसको लागि चाहिँ कस्टमाइज चाहिँ सिसिए फ्रेमवर्क चाहिँ तपाईँहरूले पाउनुहुनेछ, जसको थ्रुबाट चाहिँ तपाईँले चाहिँ मैले एटलिस्ट 3टा लिड म्याग्नेट दिनेछु। 3टा लिड म्याग्नेटको थ्रुबाट चाहिँ हजुरले चाहिँ आफ्नो बिजनेसलाई चाहिँ फर्दर डिजिटल स्केल अप गर्नको लागि चाहिँ कस्तो खालको टेक्निक्सहरू, कस्तो खालको स्ट्राटेजीहरू लगाउन सक्नुहुनेछ भन्ने कुरा चाहिँ त्यसमा थाहा पाउन सक्नुहुनेछ। सो तपाईँको बिजनेसको लागि डिजिटल मार्केटिङ कसरी ग्रो गर्न सकिन्छ भनेर चाहिँ अब हामी फ्री डिजिटल मार्केटिङ कन्सल्टेसनमा कुरा गर्न सक्छौँ। र मेरो बारेमा हजुर इन्फर्मेसन खोज्न चाहनुहुन्छ भने चाहिँ हजुरले www.digitalvikas.com मा चाहिँ हजुरले यो वेबसाइटमा चाहिँ हजुरले चाहिँ पुग्न सक्नुहुनेछ र त्यहाँ भिजिट गर्न सक्नुहुनेछ। र यो सँगै हजुरहरूले चाहिँ यो भिडियोहरू बनाउँदाखेरि चाहिँ धेरै मेहनत लागेको हुन्छ र यो भिडियोको लागिमा चाहिँ हजुरले मन पर्यो भने चाहिँ लाइक गरिदिनु होला र हजुरले के बुझ्नुभयो, के जान्नुभयो कमेन्ट गर्नु होला। मैले कमेन्टको पक्कै पनि रिप्लाई गर्नेछु र डिजिटल विकास युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नु होला। र जाँदा जाँदै अब चाहिँ यहाँसम्म पनि हजुर हेरिरहनु भएको छ भने चाहिँ हजुरले चाहिँ मैले डिस्क्रिप्सन बटनमा एउटा लिङ्क राखेको छु। त्यो लिङ्कमा गएर चाहिँ गुगल रिभ्युजकोमा गएर चाहिँ हजुरले चाहिँ मन परेको छ भने चाहिँ हजुरले प्लिज 5 स्टार रेटिङ चाहिँ दिनु होला र केही कमेन्टहरू पनि त्यहाँ राख्न सक्नुहुनेछ। हस् त, धन्यवाद। अब हामी सबैले आफ्नो डिजिटल पावरको युटिलाइज गरेर बिजनेसलाई नेक्स्ट लेभलमा पुऱ्याउँ है त। सो लेट्स गो इन्टु द सिसिए फ्रेमवर्क, लेट्स एक्ट डिजिटल्ली। जय नेपाल।